सोसियरमा दर्ता रजिस्ट्रेसन गर्न यो भिडियो अन्तिमसम्म हेर्नुहोला। ब्राउजरमा सोसियर एसएमएस खोज्नुहोस्। पहिलो लिङ्कमा क्लिक गर्नुहोस्। रजिस्टर बटनमा थिच्नुहोस्। युजर नेम, मोबाइल नम्बर र इमेल लगायत सबै विवरण भर्नुहोस्। चेक बक्समा टिक गरी साइन अप गर्नुहोस्। मोबाइलमा आएको ओटिपी टाइप गर्नुहोस्। बलियो पासवर्ड बनाएर सबमिट गर्नुहोस्। खाता सफलतापूर्वक सिर्जना भयो। अब लगइन गर्नलाई दर्ता भएको मोबाइल नम्बर र पासवर्ड हालेर लगइन गर्नुहोस्। मोबाइलमा आएको 2FA ओटिपी 2 कारक प्रमाणीकरण राखेर सबमिट गर्नुहोस्। लगइन पनि सफल भयो। अब भने केवाइसी भेरिफिकेसन गर्नुपर्ने हुन्छ। दर्ताको प्रकारमा कम्पनी वा व्यक्तिगत छान्नुहोस् र कागजातमा नागरिकता वा प्यान सहित सबै आवश्यक विवरणहरू भर्नुहोस्। कागजात फाइल जेपीजी PDF फाइलमा अपलोड गर्नुपर्ने हुन्छ। सबमिट भेरिफिकेसनमा क्लिक गर्नुहोस्। सोसियर एसएमएसमा यी सेवाबाट कसरी ब्यालेन्स लोड गर्ने त? ड्यासबोर्डमा एउटा अमाउन्ट बटन छ, त्यस बटनमा क्लिक गर्नुहोस्। रकम लेख्नुहोस् र लोड फ्रम ई सेवामा क्लिक गर्नुहोस्। ई सेवा नम्बर र पासवर्ड हाल्नुहोस्। आई एम नट अ रोबोट टिक गरेर लगइन गर्नुहोस्। मोबाइलमा आएको ओटिपी कोड हाल्नुहोस् र भेरिफाई गर्नुहोस्। कन्टिन्यू र पे भाया ई सेवामा क्लिक गर्नुहोस्। अब तपाईको सोसियर एसएमएसमा ब्यालेन्स सफलतापूर्वक लोड हुनेछ। सोसियर एसएमएसबाट कसरी सिंगल एसएमएस पठाउने त? पहिलो स्टेपमा सेन्ड एसएमएसमा क्लिक गर्नुहोस्। सिंगल एसएमएस भागमा मोबाइल नम्बर लेख्नुहोस्। पठाउन चाहेको सन्देश टाइप गर्नुहोस् अनि सेन्डमा क्लिक गर्नुहोस्। यदि अहिले पठाउन चाहनुहुन्छ भने सेन्ड नाउ छान्नुहोस् र भविष्यका लागि समय मिलाउन सेन्ड लेटर विकल्प राख्नुहोस् अनि सबमिटमा क्लिक गर्नुहोस्। यसो गरेपछि तपाईको एसएमएस सफलतापूर्वक पठाइनेछ। ग्रुप एसएमएस पठाउन भने सेन्ड एसएमएसमा क्लिक गर्नुहोस्। ग्रुप एसएमएसको भागमा सेलेक्ट ग्रुपमा क्लिक गरेर आफ्नो ग्रुप छान्नुहोस्। यदि नेपालीमा पठाउन चाहनुहुन्छ भने टाइप इन नेपाली भन्ने बक्समा क्लिक गर्नुहोस्। सन्देश टाइप गर्नुहोस् अनि सेन्डमा क्लिक गर्नुहोस्। अहिले पठाउन सेन्ड नाउ छान्नुहोस् वा पछि पठाउन सेन्ड लेटर छान्नुहोस् अनि सबमिटमा क्लिक गर्नुहोस्। बस तपाईको ग्रुप एसएमएस सजिलै पठाइनेछ। सोसियर एसएमएसबाट कसरी बल्क एसएमएस पठाउने त? स्टेप 1 मा सेन्ड एसएमएसमा क्लिक गर्नुहोस्। अब बल्क एसएमएस सेक्सनमा ड्रप अर क्लिक हियर टु अपलोड फाइलमा क्लिक गर्नुहोस् र आफ्नो फोन नम्बर भएको फाइल यहाँ अपलोड गर्नुहोस्। पठाउन चाहेको सन्देश टाइप गर्नुहोस् अनि सेन्डमा क्लिक गर्नुहोस्। यदि अहिले पठाउन चाहनुहुन्छ भने सेन्ड नाउ क्लिक गर्नुहोस् वा भविष्यका लागि समय मिलाउन सेन्ड लेटर विकल्प रोज्नुहोस् अनि सबमिटमा क्लिक गर्नुहोस्। यसो गरेपछि तपाईको बल्क एसएमएस सफलतापूर्वक पठाइनेछ। सोसियर एसएमएसबाट कसरी ग्रुप थप्ने त? कन्ट्याक्टमा क्लिक गर्नुहोस् र ग्रुप विकल्प रोज्नुहोस्। एड ग्रुपमा क्लिक गर्नुहोस् र थप्न चाहेको ग्रुपको नाम लेख्नुहोस्। प्लस साइनमा क्लिक गरी ग्रुपमा कन्ट्याक्ट थप्नुहोस्। ग्रुप चयन गर्नुहोस् र इम्पोर्ट फ्रम एक्सेल चेकबक्स टिक गर्नुहोस्। क्लिक हियर टु अपलोड फाइलमा क्लिक गर्नुहोस्। एक्सेल फाइल छान्नुहोस् अनि ओपन र सबमिट गर्नुहोस्। अब तपाईँ इन्डिभिजुअल कन्ट्याक्ट्स बटन अन्तर्गत सम्पर्कहरूको सूची देख्न सक्नुहुन्छ। यसरी विभिन्न स्टेप्सबाट तपाईले सोसियर सजिलै चलाउन सक्नुहुन्छ र आफूले चाहनुभएको व्यक्तिहरूलाई सजिलै एसएमएस पनि पठाउन सक्नुहुन्छ। सोसियर एसएमएस